ल आज म तपाईहरुलाई यो टी बक्सको बारेमा एकछिन यसो भन्न चाहन्छु। अब टी बक्स खास मेन चाहिँ तीनटा हुन्छन्, ब्याक र रेगुलर र अब लेडिज टी हुन्छन् हैन। त्यसको साथैको अब ग्रिनबाट कति डिस्टेन्स टाढा भन्ने कुरा हुन्छ। अब ब्याक भनेको सबभन्दा टाढा हुन्छ, रेगुलर चाहिँ बिचमा, कि लेडिज टी भन्छन् हैन, त्यो अलिक नजिक हुन्छ। अस्ति तपाईँ यहाँ हेर्नु सक्नुहुन्छ। अब त्यो ठाउँमा फरक पर्छ। खास पर्न चाहिँ यहाँ चाहिँ के छ, यो चाहिँ यो ब्ल्याक टी छ, ब्ल्याक टी पछि यो ब्लू टी छ, ब्लू टीको पछि यो रेगुलर टी भन्छ, यो व्हाइट टी भन्छ हैन, व्हाइट सेतो छ नि यो हैन। त्योभन्दा अगाडि चाहिँ अब ग्रिन टी र रेड टी भन्छन्। रेड टी चाहिँ लेडिज टी होला हैन। त्यो अब ठाउँ ठाउँमा हेरेर हुन्छ। अब सबै ठाउँमा यदि 5वटा यहाँको चाहिँ 5वटा भेराइटिज छन् हैन, तर जहाँ पनि 5वटा भेराइटिज हुन्छ नि हुन्न। प्रायः चाहिँ रेगुलर टी, ब्ल्याक टी र फ्रन्ट टी हुन्छ, अथवा लेडिज टी भन्छ हैन। अनि त्यो साथ एउटा डिस्टेन्स पनि फरक पर्छ। जुम गरेर देखाउँछु, थाहा छैन जुम भन्नु। त्यही आज टी छ। अब आफ्नो डिस्टेन्स अनुसार हान्यो। अब पहिलोचोटि खेल्नु भएको छ भने चाहिँ अब रेगुलर टीबाट सुरु ठिक होला। अलिकति अब पोख्त भएपछि आफ्नो अब ड्राइभरले डिस्टेन्स पनि जान थाल्यो भन्नुहुन्छ भने चाहिँ अब ब्याक टीबाट, ब्याक टीमा नि अब ब्लू टी ब्ल्याक टी हुन्छ। आफ्नो डिस्टेन्सलाई हेरेर नजरअन्दाज गरेर खेल्नु होला। अब गल्फ भनेको डिस्टेन्स मात्र होइन, एक्युरेसी पनि हो। त्यो पनि बुझेर खेल्दा चाहिँ रमाइलो होला। हस् त, नमस्कार।